बाटो सिधै ठाडो रहेछ जाने, त्यही पनि केही छैन, जानुपर्ने हुन्छ। जस्ट माथिबाट दामी भ्यू देखिन्छ अरे। आम्मामा त्यतिकै टाढो। हजुर एकदम दामी। सो लुक एट द भ्यू गाइज, दामी भ्यू देखिरहेको छ यहाँबाट। जस्ट अझ यो डाँडाबाट त्यो पर्छ पुरै हिमाल देख्नु भयो, अझ बल देखिन्थ्यो। सो व्हाट्स अप एभ्रीवन, वेलकम ब्याक टु माई युट्युब च्यानल एमजेस ब्लग। अनि स्वागत छ तपाईँलाई मेरो युट्युब च्यानलमा गाइस। सो आई होप तपाईँहरू सन्चै हुनुहुन्छ र म पनि एकदम सन्चै नै छु। अनि सो अहिले चाहिँ मैले है चट्लाएर मेरो बाइक रेडी गर्नु खोज्दैछु म, किनकि भोलि हामी बिहानै भेरेटार जानुपर्ने हुन्छ है। जस्ट मैले चाहिँ अहिले चाहिँ यो लाउनु लागेको, यो झन्डा मेरो बाइकमा सेट गर्नु लागेको मैले भर्खरै। अनि त्यो बाइक चाहिँ मैले अब भोलि बिहान हिँड्नुपर्ने हुन्छ, र बिहान सब काम गर्नु भ्याइँदैन, त्यही भएर अहिले म मेरो बाइकमा झन्डा लगाइहाल्छु। त्यसपछि मैले मेरो गोप्रो चार्ज गर्नुपर्ने हुन्छ, अनि त्यसपछि ड्रोनहरू चार्ज गर्नुपर्छ, सब कुराहरू मैले चार्ज गरेर होइन रेडी गर्नुपर्ने हुन्छ। र फर्स्टमा चाहिँ अब सो जस्ट अहिले मैले चाहिँ झन्डा लगाइसकेको बाइकमा है, चक्क लगाएर यता साइडमा हाम्रो बुवाको बाइक हो, अनि मैले यस्तै लाएको छु है झन्डा। सो रेडी भइसकेको छ मेरो झन्डा चाहिँ लाएर मैले बाइकमा होइन। अब त्यही गाइस एकपल्ट हामी बिहान भेट्नुपर्ने हुन्छ है, ट्याक्कै 5 बजीतिर। सो त्यही गाइस अब एकपल्ट बिहान भेटौँ है त हामी। सो गुड मर्निङ एभ्रीवन सबैजनालाई। अनि सो अहिले चाहिँ म टक्क लाने लागेको, अनि सो त्यो गाइस सबजना मलाई पर्खिरहेको छ गाइडमा। अनि सो हामी आज धेरै हुन गएर जस्तो लागिरहेको छ, किनकि आज बिहानदेखि पानी परेको छ है। अहिले भर्खर अलि रोकेको छ, त्यही अलिअलि पर्दैछ, तर रेनकोट मैले एक्स्ट्रा बोकेर हिँडेछु। अनि ज्याकेटहरूलाई पनि रेनकोट बोक्नु है भनेछु कि बिचमा पानी पऱ्यो भने तनाव हुन्छ। अनि सो त्यही हो आजको बाइकको लुक्स यस्तो गाइस। मिरर लगाएको छुइनँ, झन्डा लगाइदिएको छु, चट्टा लगाएर अब भेटारसम्मको चट्टा राइड हुन्छ गाइज। सो त्यही हो त, लेट्स गो। सो अहिले हामी चाहिँ सम्धी अनि हाम्रो लामा दाई, अनि त्यसपछि म, जब हामी तिनजना जाँदैछौँ देवसन दाई घर, अनि देवसन दाईलाई लिएर जानुपर्ने हुन्छ है। सो एकदम पानी अलिअलि परिरहेछ, लास्ट तनाव लाग्दै यार छ्या। कहीँ जाने प्लान गऱ्यो है, त्यो दिन त पानी यस्तो पर्छ नि, यस्तो रिस उठिरहेको नि। अनि अब त्यही हो गाई चाहिँ रेनकोट त बोकेछ सबले, अब त्यही हो। अनि अब पानी परिरहेको छ, अनि मसँग अब मैले फेरि अब मेरो गोप्रो भिज्दा त मतलब हुँदैन, तर मैले मिडिया मोड लगाएको छु, अनि मेरो मिडिया मोड, अनि त्यसपछि यो माइक चाहिँ बिग्रिन्छ क्या पानीमा। सो त्यस कारणले गर्दाखेरि चाहिँ म यो गोप्रो र माइक चाहिँ म ब्यागमा लाएर हिँड्छु, जहाँ पानी रोकिन्छ त्यहाँबाट फेरि भ्लग सुरु गर्छु होइन। सो त्यही हो, अहिले चाहिँ फटाफट हामी देवसन दाई घर जाउँ, अनि त्यसपछि त्यतै गरेर कुरा गरौँ है त गाई चाहिँ। सो गाइस अहिले हामी चतर पुलमा आइसकेको छ। सो यु क्यान सी गाइस, तपाईँहरूले देख्न सक्नुहुन्छ कोसी चट्टा लाएर पर चाहिँ दामी उयो लागेको हुस्यो लागिरहेछ है, बबल भ्यू देखिरहेछ। अनि जस्ट अहिले हामी चाहिँ भर्खरै आएको, एकदम पानी बिहानदेखि परेको गरेर चाहिँ हामी है लास्ट हुन्छ नि बस्दै आयौँ। अनि सो त्यस्तै हाम्रो लाग्यो भनौँ न, त्यस्तै आधी घन्टा, हाम्रो 1.5 घन्टा जस्तो लाग्यो, 1-1.5 घन्टा जस्तो लाग्यो। अनि सो त्यो पानी नपरेर हामी छिटो आइन्थ्यो होइन, अब ढिलो आयो। हाम्रो बाइक चाहिँ यहीँ छ, अनि मैले गोप्रो चाहिँ पुरै ब्यागमा राखेको थिएँ नि त, अब चाहिँ हेलमेट सेट गरेर हिँड्छु भनेको, फेरि पानी परिरहेछ यार, पानी चाहिँ अलिअलि परिरहेछ। सो अब त्यो पानी परेपछि अब लाउनु मिल्दैन हेलमेटमा गोप्रो, त्यही भएर अब सो त्यही हो, फेरि पानी पऱ्यो भने ब्यागमा लाउँछु, नत्र फेरि तपाईँहरूलाई टक्क लगाएर हल्का बाटोबाट कुकुरहरू सब देखाउने छु गाई चाहिँ। सो अब चाहिँ हल्का पर्दिम फेरि मैले चाहिँ पुरै सुजमा सेफ्टी लाएको छु, गाह्रो छ। अन्त हाम्रो त लामा दाई उहाँ हुनुहुन्छ, यता हाम्रो सम्धी, एउटा देवसन दाई, सबजना भ्लग गर्दैछ। अनि बाइक चाहिँ हाम्रो यो चट्टा लाएर ए गाडी आउँदैछ। यो पुल चाहिँ लास्टै हलिँदो रहेछ फेरि, आम्मा डर मर्दै यार। अहिले चाहिँ हामी यहाँ लाइक हुन्छ नि चतर पुलमा चाहिँ हामी नास्ता छिरेको है। सो अहिले हामी यसको खाँदै हो, ल त्यो सानो सयो त भएको अनि त्यो साइडमा चाहिँ पुरै कोसीको भ्यू तपाईँ देख्न सक्नुहुन्छ गाई चाहिँ चट्ट लाएर। सो एकदम पानी परेको छ है, त्यही भएर हामी चाहिँ बसेर सरासर जान्थ्यौँ। यहाँ चाहिँ यस्तो बटन रहेछ कि केही चाहियो भने टक्क थिच्ने, साइरन बस्छ अनि आउनु हुँदो रहेछ। अब हामी चाहिँ यहाँ बस्छौँ, नास्ताहरू खान्छौँ, त्यसपछि निस्किन्छ हामी यहाँबाट। अझै यहाँ टाढै छ है, भेरी टाढो त अझै टन्नै के हो भयो क्या बडा लगाएको थियो नि त। सो हाम्रो चाहिँ नास्ता आइसकेको छ, थुक्पा, पुरै भेज थुक्पा। हाम्रो सम्धी खानु न मासु, हाम्रो दाजु मासु खानुहुन्न, हामी मासु खान चाहिँ गाह्रो भयो क्या। अब म मासु खाने मान्छे है, मासु खानेलाई यस्तो चाहिँ भेज भगवान् विष्णु नारायण
माछा आफै काटेर खाने बेला हो यो मासु खाने मुखलाई यस्तो भेज पच्छ रुच्छ पस्छ त सन्धि पस्दैन नि ज्यान जाला रुच्दैन अब साथीभाइहरू खाँदैन त्यही पनि आफू अब मासु खानु कुरा भएन सो अब सबजना भेज खाने म पनि भेज खाने भयो सो गाइस त्यही हो अब हाम्रो नास्ता चाहिँ फटाफट हामी खानु पऱ्यो त्यसपछि निस्किनु पर्ने हुन्छ पानी परेको छ क्या यो नयाँ कुरी के भएको है अब सो हामी गाईको मान्छेले हेपेको हो कि दाजु ल लिनु प्लेट चाहिँ अलिक कमै खालको देखेँ मैले आज थुक्पा चाहिँ बबाल रहेछ हेर्दाखेरि दामी छ थुक्पा चाहिँ मासुको पिस भयो पनि हुन्छ झुकेर आएको भए पनि हुन्थ्यो क्या सो फाइनली गाइस हामी चाहिँ धरान आइसकेको छौँ है जस्ट अब हामी चाहिँ यहाँबाट लेफ्ट लाग्नुपर्ने हुन्छ उकालो भेटेटारको लागि भनेर अनि सो हाम्रो यहाँ लामा दाईको भाइ पनि हुनुहुन्छ अरे सो उहाँलाई पनि लानुपर्ने हुन्छ हामीले है अनि आज एकदम चोकमा धेरै पुलिसहरू हुनुहुन्छ अनि सो त्यही हो फाइनली जस्ट बाटोमा धेरै औडै पानी पऱ्यो क्या अनि हरिबे पानी पऱ्यो त्यही पनि सो केही छैन ए माका सयो महाजग्ने सो धरान एन्ट्री भयो हल्का माथि पर्छ क्या छाता चोक भन्छौँ त्यहाँ चाहिँ अब दाईको भाइ छ अरे अनि सो त्यो अब उहाँलाई चाहिँ हामीले लानुपर्ने हुन्छ अनि जस्ट केटाहरू पछाडि आउँदैछ भनेको खोइ ए तेरिका अब फेरि मेरो फर्स्ट टाइम हो क्या यो भेटेटार भन्ने ठाउँ चाहिँ अनि अब मलाई बाटो थाहा छैन केटाहरू खोइ मभन्दा पछाडि छ फेरि हो वेट गर्नु परेको छ नि यहाँ जम हिँड्नु सम्झ्यो अगाडि मलाई बाटो थाहा छैन हौ ए केटा अब यार फेरि मलाई बाटो थाहा छैन कि सो अब हाम्रो देवसन दाईले लिड गर्नुहुन्छ अब देवसन दाई पुलीमा आउनुभएको अरे भेटेटार अनि सो त्यही भएर कत्रो तोपेको केटाहरूले आम्मामा छोड्छ क्या हो फेरि बाटो पनि साँगुरो छ क्या फेरि यताको लास्ट अलिकति स्पिड हान्नु अलिक रिस्क हुन्छ बाटो साँगुरो अनि दुवै साइडतिर पार्किङ गरे हुन्छ गाडी अनि अलिकति बिस्तारै बिस्तारै जानुपर्ने हुन्छ है त हल्का ओभरटेक हानिदिनु पर्यो केही छैन है भेडेटार कि भेटेटार जस्ट अब धेरै त छैन अरे आधी घन्टा जस्तो लाग्छ भनेर सुने मैले चाहिँ जस्ट आधी घन्टा लाग्छ अरे केटाहरूले भनेको चाहिँ अब जो जम्न होइन कति लाग्छ मतलब भएन टाइमको त धनकुटा धनुषा समथिङ अघि फेरि हाम्रो देवसन दाईलाई छेउबाट 600 बेनेरीले पुरै हुङ्ग पारा गयो अरे दाईको साथी उड्यो भन्दै हुन्थ्यो कोही महाका त्यो गाडी त लत्तै मुडे त उता यस्तो बेला चाहिँ गाह्रो हुन्छ यार आम्मामा फेरि के गर्छ भने मान्छेहरू प्रायः जसो इन्डिकेटर नबाली सट्ट बाटो क्रस हानिदिन्छ क्या अनि लास्टै गाह्रो हुन्छ त्यस बेला डङ्ग ठोक्यो भने चाहिँ अनि ओहो यार हरियो चिसो भइरहेछ यार चिसो हुँदै गइरहेछ है जति मास्टरको त्यति चिसो हुँदै गइरहेछ अझ म डाँडामा झन् खतरा हुस्यो लाग्छ अरे त्यो सुनेको गाई फर्स्ट टाइम जाँदैछु यार लास्ट रमाइलो लागिरहेछ हुन त अब पहिली पनि एकपल्ट म यही बाटो हिँड्ने चाहिँ भोजपुरसम्म पुगेछु गाई म यहाँबाट यही बाटोमा गएको छु तर भोजपुरसम्म पुगेछु अनि तर म यहाँ भेटेटार चाहिँ बसेको छुइनँ क्या सो आज गएर चट्ट बस्ने हो भनेर हिँडेको हे तर के गर्नु माटोको बिहानदेखि सो आज यस्तो पानी पऱ्यो नि पानी परेको के पानी सो दाईहरू चाहिँ अब नजाने जस्तो कुरा गरेको भएको थियो पानी परेर म पनि नजाने भनेर बसेँ भए चाहिँ बसे हुने रहेछ तर पानीमा हामी हिँड्थ्यौँ क्या पानीमा हिँडेको
जोस् यहाँसम्म आइपुग्यो है। तर त्यो पनि पानी पर्नु चाहिँ छोडेको छैन, अलिअलि पानी परेछ। अनि यो पानी परे बेला चाहिँ जुन यो हाम्रो बाइक हुन्छ नि, बाइक चाहिँ नभिजाउनु भन्दै थियो हजुर। ए माकुरी ओए जस्ट त्यो चाहिँ धरानको भूत बङ्गला रे। हट डर मर्दो छ यार घर त। धरानको वान्टेड भूत एरिया हो, मतलब भूत हाउस है। अब भाग भाग ए भाग माकुरी, यो त भूत बङ्गला अरे यार। जस्ट भूत अलिकति तर्साउने कुरादेखि डर लाग्छ हो माकरा। सही हो, हाम्रो सुरक्षाकर्मी हाम्रो सशस्त्र सरहरू सबजना ठाउँ ठाउँमा चोकचोकमा बस्नु भएको छ है, सो खुसी लाग्छ। अब बाटो चाहिँ अब त्यही हो सिन्धुलीको बाटो जस्तो सुरु हुन थालिसक्यो, उकालो ओह्रालो टर्निङ बाटो पुरै गाह्रो छ यस्तो बाटोहरूमा। यस्तो जङ्गलको बाटो नै यस्तो अब यस्तो उकालो ओह्रालो टर्निङ हो भने चाहिँ हामी पुरै ध्यान दिएर बाइक हाक्नु पर्ने, किनकि लोड गाडीहरू प्रायः जस्तो रन्केर आइरहेको हुन्छ कि ओह्रालो, अनि त्यस्तोहरूको विचार गरेर हाक्नु पर्छ। बाटो पनि सानो छ, सिन्धुलीको बाटो जस्तो छ सानो। यो अब एउटा अगाडि बस हिँडेपछि यसले संसारै ढाके जस्तो रोड पुरै ढाकिदिन्छ। यसलाई ओभरटेक हान्ने यार, पहिले हरन हानिदिनु पर्ने हुन्छ क्या, त्यसपछि सर र। तर जति माथि जाँडेको गाइज यार चिसो हुँदै गइरहेछ क्या। ए माका पछि जाउँ यार। ए कस्तो दामी देख्यो क्या भ्यू त, हरिफ सम्धी। हेट त्यसरी ओभरटेक नगर्नु हुँदैन यार सम्धी। तर यस्तो उकालो फेरि लोड गाडीको पछाडि हिँड्नु हुँदैन नि, फेरि लामे ब्याक सर्छ भन्दा गाडी त तनाव बनाइदिन्छ। त्यही भएर सब कुरा ध्यान दिनुपर्छ। ए धरानको भ्यू त त्यहाँ हल्का साइडबाट यस्तो बल देख्दो रहेछ गाई चाहिँ। तपाईँलाई मैले मजाले देखेँ, किनकि अब गाडी अगाडि पछाडि मेरो दुवैतिर गाडी थियो नि त, त्यो रोक्ने कुरा भएन। रोकेर तपाईँलाई म पुरै भ्यू देखाइदिएँ। सो अझै डाँडामा आइजाउँ होइन, त्यहाँबाट कहाँ देखिन्छ अझै राम्रो, तपाईँले त्यहाँबाट बवाल त्यहाँ भ्यू गाई जात कस्तो दामी। केटाहरू चाहिँ अगाडि गइसक्यो है। जस्ट तपाईँहरूलाई म एउटा भ्यू देखाउँछु धरानको। सो लुक एट द भ्यू गाइज, हरिफ छ है। कत्रो भयङ्कर ठुलो देखेँ कि यहाँबाट त। अझै तपाईँलाई म यहाँ गएर देखाउँछु गाई चाहिँ, पुरै भिड त भिडै रहेछ। सो गाई चाहिँ इन्जोय द भिडियो है त। आम्मामा लुक एट द भ्यू है, हरिफ देखेछ गाइज, कति ठुलो देखेँ कि आम्मामा। सो यहाँ ड्रोन सट हान्नुपर्छ अहिले आएर। सो फर्स्टमा चाहिँ हामी हेलो दाजु कस्तो दामी देखेँ यहाँ भ्यू त। ल जाम केटाहरू धेरै अगाडि गइसक्यो है, उनीहरूको हकाइ त्यस्तै हो, केटालाई भेट्नु गाह्रो हुन्छ। हेट कस्तो दामी भ्यू देखेँ क्या आम्मामा। धरान त हरिफ रहेछ त यार, कस्तो दामी। तर यो साइड चाहिँ एकदम धेरै रिसोर्टहरू रहेछ क्या, होटल लाइनहरू धेरै रहेछ यो बाटोमा चाहिँ। सो एक दिन मेरो बुढीलाई पनि म लिएर आउँछु यहाँ है। कस्तो दामी ठाउँ क्या, एकदम दामी ठाउँ रहेछ यार। फाइनली गाइज हामी चाहिँ भेटार आइसकेको छौँ र हामी भेटार बजार भन्दा अलिक ओरै आइसकेको छौँ र हामी चाहिँ डाँडा जानु लागेको अहिले भर्खरै। सो दाइहरू त हुनुहुन्छ है, जस्ट अब हामी यहाँ जानुपर्ने चाहिँ बाटो हो नि यहाँबाट। ए माकुरी किन नसकिनु, ढुङ्गा त्यस्तो खतरा रहेछ क्या, ठुल्ठुलो ढुङ्गाहरू। बाटो सिधै ठाडो रहेछ जाने, त्यही पनि केही छैन, जानुपर्ने हुन्छ। जस्ट माथिबाट दामी भ्यू देखिन्छ अरे, सो त्यही भएर जानु लागेको हामी चाहिँ। ए माका आँखा चिम्लेर चढिदिन्छ। ए तलतिर हेर्नु एकपल्ट गजब आऊ सही हो। अनि सो ओए माका अझै खतरा रहेछ त माथि त, ए डेन्जर। अनि जस्ट अब हुन्छ नि माथि डाँडा गएर ड्रोन सट हान्ने भनेको, ओए पछाडि त के खतरा देखिरहेको छ त। ए माका डक्स के हो दामी भ्यू देखिरहेछ कडा। सो अनि गाइस यो माथि डाँडा चढेर चाहिँ ड्रोन सट हान्ने भनेको। सो ड्रोन सट हान्नु नपाइनु, किनकि यो डाँडा त उतापट्टि साइडमा चाहिँ आर्मी ब्यारेक रहेछ, अनि त्यही भएर ड्रोन सट चाहिँ हान्नु नपाइने भयो। तर जस तपाईँहरूलाई म गोप्रोबाट यही डाँडाबाट पनि यस्तो दामी तपाईँलाई भ्यू देखाउनु छु गाइस है। सो केटा चाहिँ तलै छ, आएको छैन, म यस्तो माथि आइसकेँ। अब अझै माथि जानुपर्ने छ, गाह्रो छ यार। ए माका यो के चढ्ने अब,
शिट ए आम्मामा त्यतिकै पताडो हजुर एकदम दामी ए माका के हो यो हरिफ छ त गिर त सो लुक एट द भ्यू गाइज दामी भ्यू देखिरहेको छ यहाँबाट जस्ट अझ यो डाँडाबाट त्यो पर्तिर पुरै हिमाल देख्नु भयो अझ बल देखिन्थ्यो गुखा गुखा हो गोर्खा हो म त गुखा ए माटो गोर्खा रहेछ गुर्खा के चाहिँ भनेको गोर्खा भनेको ठाउँको नाम भयो यो चाहिँ गोर्खालीहरू हो क्या गोर्खाको स्पेलिङ यही हो थुक्लोमा टाइदिनु न म त गुखा गुखा जस्तो लाग्यो त्यही भएर सरी है त्यसो भए सो जस्ट गाइज अहिले हामी चाहिँ त्यो माथिको डाँडा बस्यौँ एकछिन फोटोसोटो खिच्यौँ भिडियो बनायौँ अनि सो हामी चाहिँ लाग्यौँ यहाँबाट सो अझै पनि बवाल लागिरहेछ भ्यू चाहिँ आमा बादल खतरा लागिरहेछ तर एकछिनमा घाम एकछिनमै पानी है एकछिनमा डाममै हुस्यो जस बवाल लाग्दो रहेछ त्यतिर चाहिँ सो ठाउँ चाहिँ सही लाग्यो गाइज है अनि अरू भने त्यस्तै थियो अनि खाना खाइएको छैन डाइरेक्ट हामी चाहिँ अब भेटार बजार नबसी सिधै हामी भ्यू टावर आएको अब जस्ट हल्का बजारतिर गएर खानासाना खानुपर्ने हुन्छ अनि त्यसपछि फेरि कता छ भ्यू टावर अलिक राम्रो डाँडातिर फेरि त्यता घुम्न जानुपर्ने हुन्छ है त चट्ट लाएर ए हैट ठाउँ चाहिँ कस्तो भन्नु पर्दाखेरि चाहिँ अब एकछिनमा हुसेर आएर यहाँ केही देख्दैन अहिले है एकछिन हुसेर आएर यहाँ केही देखिँदैन एकछिनमा घाम कहीँ नभएको लाग्छ हौ कस्तो खालको ठाउँ होला फेरि एकछिन यस्तो धुम्म हुन्छ जाडो औडै हुन्छ क्या अब हामी चाहिँ जस्तो एकदम राम्रो खाना कहाँ पाउँछ कता खाने जमसम्म जाउँ अब जस्तो यो खानासाना खाइदिउँ होइन अनि त्यसपछि फेरि घुम्नु पर्ने हुन्छ हैट अनि चाहिँ मैले चाहिँ अर्को कुरा भनेको चाहिँ यहाँको हल्का ड्रोन सट पनि हान्नुपर्ने हुन्छ सो त्यसको लागि चाहिँ मैले यहाँ प्रहरी सरहरूसँग पर्मिसन माग्नुपर्ने हुन्छ गाइज कता गयो केटाहरू यता यता पर है यहाँ चाहिँ ट्राफिक सरहरू टर्नै हुन्छ सो अब केही छैन फटाफट जाउँ अगाडि है केटाहरूले झन्डै यस्तोमा खुवा खाने यार होटेल रातो भाले रे हुन त त्यस्तोमा खानु त खाने हुने हो तर आज मलाई थकाली खानु मन लाग्छ क्या जस्ट बाहिर हिँड्ने बेला चाहिँ थकाली खाना खानु मन लाग्छ मलाई होइन त्यो थकाली ठाएको झन् छेउमै रहेछ यार यति तरिका त्यहाँको अहिले झन् पाउँदैन त्यहाँ खाना पाउँदैन भन्ने हुन्थ्यो धन्न यहाँ चाहिँ पाएँ यार जस्ट खानासाना खाने हो के हो भेटार पुरै थर्काइदिने हो क्या अनि यो साइड सबै साइड त्यो पुरै खेत होटेल लाइन रहेछ क्या खानासाना खाने ठाउँहरू रहेछ अनि अब सब मान्छे त्यहाँ प्रायः चाहिँ भिड भइरहेको हुन्छ त्यस्तो हामी नपस्यौँ भनेर अनि यता आएको सो त्यही हो भट्टाबाट खाना खाइदिउँ है त अब हाम्रो त खाना आइसकेको छ हामी चाहिँ अब के पर्खिने चलन छैन अब एमजिएस डन के डन गर्ने बेला भयो आमा यार सकिँदैन यो त मरिन्छ यार खतरा परेछ हाम्रो चाहिँ अब खानासाना खाएर चाहिँ हामी अब फर्किन्छौँ होला सायद यसो हल्का घुमेर फर्किन्छौँ हाम्रो केटाहरू त यहाँ टनाटन खाना खाँदैछ योसँग एमजिएसले 4 चोटि खाइसक्यो मिल्दैन होइन एसएलटीले 5 हाने जस्तो छ चतर
सो गाइज है ड्रोन सट पनि हान्यो भेरेटारको जस्ट लुकीछिपी हान्यो भनौँ न अब के अरे सोध्नु थाल्यो भने धेरै लफडा हुन्छ किन उडाउने यताउता सोध्नुहुन्छ त्यही भएर हामीले नसोधी उडाइदिउँ त्यही पनि सो केही छैन गाइज है सो तपाईँहरूले कसलाई भेरेटारको ड्रोन सट सो कमेन्ट गर्नु होला अनि चाहिँ खानासाना खाइयो है हल्का फुल्का घुम्यो अनि त्यसपछि अब हामी निस्केको घरतिर सो समथिङ त्यस्तै 3:30 कति बजिसक्यो अनि हामी चाहिँ घरतिर जानु लाग्यो अनि यहाँबाट अझै हामीलाई 3 घन्टा समथिङ लाग्छ किनकि हामी बिस्तारै बिस्तारै जान्छौँ एकदम बाटो अप्ठ्यारो छ है पानी परिरहेछ बाटोतिर अनि यसो अलि भर्खरै फोन गरेको उता दाइले फोन गर्नुभएको उता उस साइडतिर गाईघाटतिर पुरै पानी परिरहेको छ अरे अनि हो माका कत्रो तोप्नु भएको हाम्रो दाजुले सो अनि त्यही गाई चाहिँ अब हामी यहाँ निस्क्यौँ है त हैट आमामा बाटो के हो यो हे माका डक्स बाटो यस्तो छ है अनि मान्छेहरू ओह्रालो फेरि लास्टै ओह्रालो पनि छ यो बाटो होइन अनि बाइक उडा स्कुटर उडा हेर्नु न राम्रो हुँदापट्टि हुसेले केही देखाएन माकुरी हैट हाम्रो लामा दाइको भाइ हाम्रो भर्खर युएसबाट आउनु भएको अरे दाइ चाहिँ पछाडिको दाइ चाहिँ दाजुभाइ हुनुहुन्छ उहाँ दुईजना चाहिँ अनि हाम्रो सम्धी पछाडि हुनुहुन्छ सम्धी आउँदै हुनुहुन्छ पछाडि के बारी भन्थ्यो होटलको नाम पनि गेस्ट हाउस पनि रहेछ सो बस्ने गरी आउनु हुनेहरूलाई चाहिँ त्यसमा गेस्ट हाउस अब बस्नलाई व्यवस्था पनि रहेछ र खाना कुरा गर्नु पर्दाखेरि गाई चाहिँ म चाहिँ अब थकाली खाना खाने भनेको थकाली त माथि कहीँ पाएन अनि त्यही पनि त्यहाँ खाइदिएको आम्मा खाना गाई चाहिँ खानाको त थकाली जस्तोकै कुरै नगर्नु तर थकाली जस्तो धेरै भेराइटीहरू चाहिँ नहुने तर थोरै भए पनि खानेकुरा चाहिँ हो एकदम ताजा पाइने त्यहाँ गएर अर्डर गर्ने अनि 1-1.5 घन्टा लाग्दो रहेछ बनाउनलाई चाहिँ अनि सो एकदम दामी थियो खाना है सो हामी चाहिँ खाएर अब हामी चाहिँ निस्केको